नमस्कार। आज हामी नेपाल राष्ट्र ब्याङ्कले भर्खरै सार्वजनिक गरेको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा अलि गहिरिएर हेर्दैछौँ है। यो समीक्षा जुन जेठ 11 गते आयो, यसले हाम्रो अर्थतन्त्रको अहिलेको अवस्था अनि अब कता जाला भन्ने बारेमा केही महत्त्वपूर्ण सङ्केतहरू दिएको जस्तो छ। आजको हाम्रो यो छलफल राष्ट्र ब्याङ्ककै त्यही आधिकारिक प्रतिवेदनमा केन्द्रित हुनेछ। मतलब हामी मुद्रास्फीति, आर्थिक वृद्धि अनि त्यो विदेशी मुद्रा सञ्चिति, वित्तीय क्षेत्रको अवस्था यस्ता मुख्य सूचकहरूको अलि नाली बेली केलाउनेछौँ र राष्ट्र ब्याङ्कको कदमहरूको अर्थ के हो त्यो पनि बुझ्ने प्रयास गरौँला। ल सुरु गरौँ त। सुरुवाती 9 महिनाको तथ्याङ्क हेर्दा केही कुराले आशा जगाउँछ जस्तो छ। जस्तो औसत उपभोक्ता मुद्रास्फीति 4.57% सीमित छ। यो त 5% को लक्ष्यभित्रै भयो होइन त? हो, अङ्क त लक्ष्यभित्रै छ, त्यो सकारात्मक नै हो। तर यसमा एउटा चाखलाग्दो पक्ष के छ भने नि, यो वर्षभरि एकै नासले स्थिर चाहिँ रहेन। जस्तो दोस्रो त्रैमासिकमा बाढी पहिरो अनि उता भारतमा भाउ बढ्दा अलिकति बढेको थियो। तर फेरि तेस्रो त्रैमासिकमा आइपुग्दा त्यो विश्व बजारमा तेल र खानेकुराको भाउ घट्यो नि, त्यसले गर्दा फेरि अलि तल आयो। यसले के देखाउँछ भने हाम्रो मूल्य वृद्धि बाहिरका कुराहरूले कति छिटो तलमाथि हुन्छ भन्ने कुरा। अनि विदेशी मुद्रा सञ्चितिको कुरा गर्दा त्यो त निकै बलियो देखियो नि है। चैत मसान्तसम्ममा हामीसँग लगभग 14 महिनाको वस्तु र सेवा आयात धान्ने डलर छ रे। लक्ष्य त 7 महिनाको मात्र थियो। यो त एकदमै राम्रो सङ्केत भयो होइन र? निश्चय नै। सञ्चिति बलियो हुनु भनेको त अर्थतन्त्रको लागि ठूलो कुरा हो। यसले बाह्य क्षेत्रमा स्थिरता दिन्छ। तर यहाँनिर के ख्याल गर्नुपर्छ भने यही बेला आयात 12.2%ले बढेको छ अनि निर्यात चाहिँ जम्मा 6.52%ले मात्रै बढ्यो। भनेपछि व्यापार घाटा पनि 6.4%ले फराकिलो भयो। अब आर्थिक गतिविधि बढ्दै जाँदा त आयात झन बढ्न सक्छ होइन? त्यसले गर्दा भविष्यमा यही सञ्चितिमा अलि दबाव पर्ने सम्भावना चाहिँ देखिन्छ। हो, त्यो त हो। अब आर्थिक वृद्धितिर लागौँ न त। राष्ट्रिय तथ्याङ्क कार्यालयले यो वर्ष 4.61% को वृद्धि हुन्छ भनेको छ। गत वर्षको 3.67% भन्दा त यो सुधार नै भयो। खास गरी उत्पादनमूलक उद्योग, निर्माण, व्यापार क्षेत्रमा केही सुधार देखियो भन्ने कुरा छ। हो, यो सुधार महत्त्वपूर्ण छ किनभने अघिल्ला 2 वर्ष त यी क्षेत्रहरू नेगेटिभ नै थिए। अनि अर्को कुरा, 9 महिनामा 9.25 लाख जति पर्यटक भित्रिनु अनि उत्पादनमा प्रयोग हुने सामानहरूको आयात, त्यो मध्यवर्ती वस्तु भन्छ नि, त्यो 17.8%ले बढ्नुले पनि आर्थिक गतिविधिले अलिक गति लिएको सङ्केत गर्छ। अर्थतन्त्र बिस्तारै लय समात्दैछ भन्न सकिन्छ होला। बाह्य क्षेत्रकै कुरा गर्दा चालु खाता र शोधनान्तर स्थिति बचतमा रहनु पनि राम्रो पक्ष भयो। अनि विदेशबाट आउने रेमिटान्स त्यो पनि 7.3%ले बढेर करिब 8.78 अर्ब डलर पुगेछ। 6 लाखभन्दा बढीले नयाँ श्रम स्वीकृति पनि लिएछन्। तर गत वर्षको 15.2% को वृद्धि हेर्दा यो पटकको वृद्धि अलि कम हो कि? हो, वृद्धि दर केही घटेको छ, तर रकम आफैमा नराम्रो होइन, अझै पनि सकारात्मक नै छ। र यसले विदेशी मुद्रा आर्जनमा अनि त्यो शोधनान्तर बचत र सञ्चिति बलियो हुनुमा ठूलो भूमिका खेलेको छ। त्यो त छँदैछ। तर फेरि पनि अघि भने जस्तै आयातको चाप बढ्दै जाँदा यो सन्तुलन कति समय टिक्छ भन्ने चाहिँ हेर्नुपर्ने हुन्छ। ठिक छ। अब देशभित्रै जाउँ न त। वित्तीय प्रणाली कस्तो छ? बजारमा पैसा मतलब तरलता त्यो त पर्याप्त देखिन्छ। ब्याज दर पनि घटिरहेको छ। वाणिज्य ब्याङ्कहरूको औसत आधार दर 6.29% अनि कर्जाको औसत ब्याज दर 8.22%मा झरेको छ चैतमा। यसले गर्दा होला निजी क्षेत्रमा जाने कर्जा पनि 7.1%ले बढेको छ। यो त लगानीको लागि राम्रो वातावरण बन्यो भन्न मिल्ला। पक्कै पनि पर्याप्त तरलता, घट्दो ब्याज दर यसले लगानीलाई त प्रोत्साहन गर्नुपर्ने हो। तर यहाँनिर एउटा अलि गम्भीर खालको चुनौती पनि देखिएको छ। ब्याङ्क तथा वित्तीय संस्थाहरूको त्यो निष्क्रिय कर्जा, एनपिएल भन्छ नि, मतलब उठ्न गाह्रो भएको ऋण, त्यो बढेर 5.24% पुगेको छ। गत वर्ष यही बेला 3.98% मात्र थियो। यो वृद्धि चाहिँ अलि चिन्ताजनक नै हो।
ओहो 5.24%, यो त झन्डै 1.5% पोइन्टले बढेछ नि। यसले खासमा कस्तो असर पार्छ होला त अर्थतन्त्रमा? हेर्नुहोस्, निष्क्रिय कर्जा बढ्नु भनेको त बैंकहरूको एसेट क्वालिटी खस्कनु हो, सिधै भन्दा जोखिम बढ्नु हो। यसले बैंकहरूलाई नयाँ कर्जा प्रवाह गर्न अलि डराउने बनाउन सक्छ। एकातिर लगानी गर्न ब्याजदर घट्दै जाने, तर अर्कोतिर बैंकहरू जोखिम देखेर कर्जा दिने हिचकिचाउने अवस्था आयो भने त के हुन्छ? त्यो तरलता र कम ब्याजदरको फाइदा त अर्थतन्त्रले लिनै सक्दैन नि। यो अलि जटिल अवस्था हो। ए यस्तो मिश्रित खालको अवस्थामा राष्ट्र ब्याङ्कले चाहिँ के गर्यो त? नीतिगत दरहरू त चलाएन छ। त्यो 5.0% को पोलिसी रेट, 6.5% ब्याङ्क रेट अनि 3.0% निक्षेप सङ्कलन दर सबै जस्ताको तस्तै राखेको देखिन्छ। ओ, राष्ट्र ब्याङ्कले यहाँ अलि पर्ख र हेरकै नीति लिएको जस्तो देखिन्छ। यसलाई सतर्कतापूर्वक सन्तुलित भन्न मिल्ला। एकातिर घट्दो ब्याजदर र तरलताले आर्थिक पुनरुत्थानलाई अलि ठाउँ दिने, अर्कोतिर फेरि मुद्रास्फीति र बाह्य क्षेत्रमा दबाव नपरोस् भनेर सन्तुलन खोजेको जस्तो छ। नीतिगत दर यथावत राख्नुको मतलब केन्द्रीय ब्याङ्क अहिले तत्काल अर्थतन्त्रलाई न त धेरै उकास्न खोज्दैछ न त धेरै कस्न नै। तर केही क्षेत्रगत समायोजन चाहिँ गरेको छ। जस्तो त्यो सियर धितो कर्जाको रिस्क वेट 125बाट घटाएर 100% बनाएको छ। अनि अर्को, ब्याङ्कहरूले हरेक दिन कम्तीमा 90% अनिवार्य नगद मौजदत राख्नुपर्ने नियमले चाहिँ तरलता व्यवस्थापनमा अलिकति कडाई गर्न खोजेको देखिन्छ। त्यसो भए अब मोटामोटी भन्नुपर्दा अर्थतन्त्र सुधारको बाटोमा देखियो, मुद्रास्फीति नियन्त्रणमै छ, बाह्य अवस्था पनि बलियो नै छ, बजारमा पैसा छ, ब्याजदर कम छ, तर त्यो निष्क्रिय कर्जाको समस्या चाहिँ झन बढेको छ। यही हो त अहिलेको मुख्य तस्बिर। बिल्कुल, मोटामोटी रूपमा यही नै हो। राष्ट्र ब्याङ्कले सन्तुलन खोज्ने प्रयास गरेको छ, तर परिस्थिति निकै छिटो परिवर्तन हुन सक्छ। आगामी दिनमा आर्थिक गतिविधि कसरी जान्छ, सञ्चितीमा कस्तो चाप पर्छ अनि मूल्य वृद्धि कता जान्छ भन्ने कुराले नै अबको मौद्रिक नीतिको दिशा तय गर्छ। त्यो निष्क्रिय कर्जा व्यवस्थापन चाहिँ अहिलेको सबैभन्दा ठूलो टाउको दुखाइ हो पक्कै पनि। अन्तमा एउटा प्रश्न चाहिँ मनमा आइरहन्छ। एकातिर बजारमा पैसा छ, ब्याजदर पनि कम छ, तर अर्कोतिर जोखिम बढेकोले कर्जा दिन ब्याङ्कहरू डराउन सक्ने अवस्था। यस्तो बेलामा हामी कसरी यो अवसरलाई समातेर वास्तविक उत्पादनशील क्षेत्रमा लगानी बढाउने र दिगो आर्थिक वृद्धिको आधार बनाउने होला? त्यो बढ्दो निष्क्रिय कर्जा र फेरि पछि आउन सक्ने मागको चाप, यी दुईलाई एकैसाथ कसरी व्यवस्थापन गर्ने? यो नै अबको सबभन्दा ठूलो चुनौती